सो अहिले कालिम्पोङमा छु क्याक्टस हाउसमा गाइस। चाहिँ म तपाईँहरूलाई क्याक्टस देखाउँदैछु ल। यस्तो फर्स्ट अब मैले चाहिँ क्याक्टस देखेको हो, कि नामै अब क्याक्टस हाउस भनेपछि त अब यहाँनिर चिन्दा रहेछ 8 माइलमा। चाहिँ म क्याक्टस तपाईँहरूलाई देखाउँदैछु गाइस ल। यहाँ हेर्नुहोस् है, इन्ट्री गेट हो, त्यहाँदेखि चट्टै क्याक्टस चाहिँ अब यहाँनिर हेर्नुहोस् नि। अम्बो क्याक्टस चाहिँ अब यस्तो भयङ्कर अब रहेछ क्याक्टस। हेर्नुहोस् है गाइसहरू, आमाम यो त झन् हेर्नुहोस् त भेराइटी क्याक्टस हेर्नुहोस् यहाँ। ओ क्याक्टस आमाम यो हो नि त नामै अब यहाँ क्याक्टस हाउस। तपाईँले देख्नुभयो नामै चाहिँ के अरे क्याक्टस हाउस। के नर्सरी रहेछ यहाँनिर पनि त्यस्तै छ, तर यहाँनिरको चाहिँ हेर्नुहोस् न आम्मामा फर्सीभन्दा भयङ्कर ठुल्ठुलो रहेछ नि हौ। हेर्नुहोस् त क्याक्टस चाहिँ डटेरिका हो, कत्रो ठुल्ठुलो हौ गाइस। हेर्नुहोस् त यो त झन् सानो ठुल्ठुलो छ नि त, ठुल्ठुलो। चाहिँ टिकटहरू काटेर भित्र बसेको गाइस होइन क्याक्टस हाउस। यहाँ हेर्नुहोस् त यहाँनिर पनि तपाईँ यहाँको फुलेछ पनि आम्मामा फुलेछ। हेर्नुहोस् त क्याक्टस हाउस चाहिँ यहाँनिर चाहिँ अब बाहिर झिक निस्किसक्यो। चाहिँ यहाँ हेर्नुहोस् तपाईँले प्लान्टहरू। क्याक्टस त यस्तो बिग्ना रहेछ कि यहाँ अरू चाहिँ तपाईँको यहाँ देखाउँदैछु। यो चाहिँ अरू चाहिँ यो सानो सानो प्लान्टहरू रहेछ, मसिनो प्लान्टहरू। अन्त यो चाहिँ अब हेर्नुहोस् न आम्मा सबै ठुल्ठुलो रहेछ नि क्याक्टस। नामै अब क्याक्टस हाउस भनेपछि त अब फेमस रहेछ नि त कालिम्पोङमा। यहाँ 8 माइलको यहाँ मुनिको चाहिँ यस्तो रहेछ प्लान्टहरू। सक्नुहुँदैछ गाइस होइन। यो प्लान्ट मनपर्नेहरूले लाइक कमेन्ट पनि गर्नुहोस् अनि सेयर फलो पनि गर्नुहोस् ल गाइस। यहाँनिर रहेछ पाइन भ्यू नर्सरी रहेछ नाम। हेर्नुहोस् त क्याक्टस ओके बाजात्रा रहेछ नि क्याक्टसहरू चाहिँ। यहाँनिर गेट, त्यहाँदेखि यहाँनिर चाहिँ तपाईँको यो क्याक्टसलाई हेर्नुहोस् त, यो पहेँलो आदि कलिलोमा चाहिँ यस्तो हुँदो रहेछ हेभी हेभी दामी दामी रहेछ। हुन्छ गाइस यो सर्ट ब्लग तपाईँहरूलाई। यहाँ चाहिँ यस्तो खालको क्याक्टस रहेछ। यो क्याक्टस त यो मैले अर्को ब्लगमा पनि देखाइसकेको थिएँ तपाईँहरूलाई, यो जुम गरेर। ठुल्ठुलो अब रुखै छ क्याक्टसको र यता चाहिँ यहाँनिर नर्सरी। लेट्स सी होइन गाइस। यसै अब यहाँबाट चाहिँ यो चाहिँ अरू प्लान्टहरू रहेछ, अर्किडहरू पनि रहेछ चाहिँ तपाईँको। तर चाहिँ सायद यहाँनिर पनि बनिँदै रहेछ। तपाईँ चाहिँ गेटबाट निस्किसक्यो गाइस होइन। अच्छा यो चाहिँ कहाँ भन्नुहोस् है तपाईँको यहाँ रहेछ तपाईँको पाइन भ्यू नर्सरी चाहिँ यहाँ सेप्टेन थियो नि त झिन्दाकोमा। अझै यहाँनिर पूजा सकेर पनि अब हामी दार्जिलिङतर्फ लाग्न आँटेको गाइस ल। तपाईँहरूलाई सर्ट ब्लग बाई बाई कालिम्पोङ, सी यु सुन।